Joseph. साथीहरू जय मसी नमस्ते सन्चै हुनुहुन्छ होला हामी चाहिँ अब आज फेरि पनि हामी पिकनिक गइरहेको छौँ अनि हामी फेयर हेभन भन्ने पार्कमा गइरहेका छौँ पिकनिकको लागि अनि हामी त्यहाँ गएर फेरि पनि भेट्ने छौँ साथीहरू आजको हाम्रो पिकनिक हेरेर इन्जोय गर्नु होला साथीहरू हुन्छ तोरी फुलेको जस्तो जोसेफ पनि डुनर Aga, sini sama tayo sini. Los lesani. Can I eat this one? Yeah. Okay, that's for you. Naaniहरूको खाजा. है Yeah. Lelas. Huh? Hey. नानीको लुगाहरू जुत्ता स्कुलको सामान राम्रो पुग्नु भयो नि Hi, we're at the park. Let's go do some. You want to go घाममा बस्ने पछि मात्रै निकाल्नु होला नि मुकेश पल्ट्नु होला नि अनि के भएर बस्दैछ त्यो अगाडि गऱ्यो भने टाँसिँदो रहेछ क्या Hi guys. Welcome back to Family Vlog. Today we're at And I can't feel my tongue. I can't feel my tongue. Swimming pool over here. And we're eating sour candy. We're gonna do a challenge. And we ate arrowheads. Yeah. That was better. ल्याएको छ होला त्यो मैले निकालिदिँदा हुन्छ ल माछा डढी पर्छ
हामी यो चिकन खराइसकेपछि चाहिँ सुँगुर खराउँछौँ रिब्स पोलिरहेको छ उता सुँगुरको चाहिँ बोसो छाला मासु मिसिएको छ बनेलो दाम चाबी उठ्न छ तिन प्याक बज्नुमा हो नानीहरूलाई बोलाएर चिकन खाऊ खाँदै खाएको छैन त कसैले केही त खाएन यो चाहिँ नटासिन्छ यता जति नै I don't think so. डक्टरहरू यहाँ आनन्द दाजुलाई भन्नु थियो आनन्द दाजु त्योभन्दा यो गहिरो होइन र मनि भाइ सबैजना ल्याऊ है सोलोनीलाई तुल्छ I don't want to go to school smelling like Grandma ocean. Kaka makes the best chicken in the world. My auntie wakes up to 5 p.m. in the You guys, But we can't sit together. your dad is the best cook ever. And he doesn't even want to be in the street. Joshua, you should be careful. There's a dog out of his leash. Hi guys. So awkward. You're not just not the ocean. It's because you're mature. I mean, it's because you've grown a lot. कहाँ Only for music.
भाइरस भाउजू कि भाइरल भाउजू अब जाने कि असलले भाउजू पनि जानुहुन्छ होला अब नाना पनि फेरि मिलाएर जानुहुन्छ कि कराई सराई बोकेर 7 किलो चाहिँ बोकेरै पकाउने हो क्या भाइ डल्ले यो हामीले 2025 को अन्तिम ल्याप्रोटे ल्याप्रोटे बनाएको चिकन हामी फ्यामिली आउनु भएको हामी भएर खानुहुन्छ मन चोक्टा तुरुक तुरुक झोल बुबुलाई पहिला दिन्छु धेरै काम गर्नु धेरै दिएको छ आइस पक्कु हालेर भोरि बनाएको छ क्या नस यति आइस हालेर भोरि बनाएको छ बाटो मान्छे बाटो चप्पल खोइ बुइने आएको मैले अघि एउटा हाम्रो नर्स छ यसबाट एकदमै मैले सुगा छुइनँ इस्माले सुगो उसले हाल्दैको हो कि अहिले एकछिनबाट हालेर चाहिँ मजाले खाँदैछ कपाल काट्ने खुल्लै छ भनाल डाइपर Can I?
घरमा खाँदा आजको पिकनिक यस्तै छ आलुको सब्जी आलु मटर कोपी करम पोलेको च्वाचे के भाउजू यो डल्ले खोर्सानी नि यो करङ चाहिँ नखानु पर्यो कि मासु खानु पर्यो चरम कुन खानु कुन नखानु खै टोकी खानु भाउजू खाने सक्यो अरे खाने कि अरे पनि छ नि अरे त यति एउटा रहेछ ताजा फुल यो अचार पनि कति मिठो लप्सीको पिस पिस पारेर खानु पिठो खानु अब घर जाने के सुनि जाडोमा हुँदैन जाडो कि ज्याकेट लाएर खेल्नु पर्यो भन्छ नि दाम त बेच्नु त्यो बिहान कोहीबेला पठाउँछ लिएको छौ तिमीले खोइ के चाहिँ अचार लप्सी त्यही छ सुस्मिता छ लप्सी गएर त ल्याले अनि उपर माम ल्याइदिन हाम्रो नानी करम त ओइ सुस्मिता माम ल्याइदिन हाम्रो अलिकति यो आलुको सब्जी पनि दामी भएछ मैले तातो तातो दिएर आएको कस्तो चिसो खान्छ किचनमा काटेको मामा अलिकति ल्याइदिए So how do we spread the word? I got it. डल्ले त्यस्तो खतरा कस्तो चिसो छ बर्खाले Wait, I have to wash my feet. Go ahead.
निकै जाँदैछ हामी चाहिँ स्विमिङ गरिसकेर छौँ घुम्ने मान्छे Hi, Baudugo channel. Subscribe, please, people. We came here, Fair Haven Beach. I hope you enjoy it. somebody dancing on the त्यसलाई जुरुकै बोकेर काठमा हाल्नु चाहिँ आँखाले नभ्याउने खालको छ नि सबैजना हामी आउँदैछ ठुल्ठुलो ढुङ्गा यहाँदेखि गोलो घुमेर यता पनि छ है खोला सलङ्गो गरिरहेको छ कति मजाको हावा एकदमै मिठो एकदमै सङ्लो खोला छ यसको यो कहाँसम्म पुगेको चाहिँ थाहा छैन यो तोरी जस्तो के होला नि सम्पत्ति त धेरै छैन तर पनि के मजाको फुल नि मौरी साह्रै मजाको के त्यो अरे हो तिम्रो कडी पत्ता सबै सब आमा कस्तो दामी आमा यहाँ नि जुनेली देखेको यहाँदेखि टलक्कै टल्केको छ कि हाम्रो बाउ आमा फेयर हेभेन चाहिँ साह्रै राम्रो है तपाईँ आउनु सक्नुहुन्छ है पौडी खेलेको चाहिँ धेरै खेल्नु सकेन सबै खेल्ने भएर खेद्न पनि बिर्सिहालिएछ
सबै परेको राम्रो कति मजाको थियो यसलाई के भन्छ ताल पाउराहरू गर्दै हुन्छ हाम्रो जोसेफ रिलेसन चाहिँ यसो गलेर आउनु सकेन सबै डुब्नु आँटेको गाना के मजा पनि पोखरा जस्तो छ त नेपालको पोखरा सेवा त बोट एउटा कुद्दैछ एउटा झाडका बसेर देख्न सक्नुहुन्छ है साथीहरू हामी त फेयर हेभनमा आज चाहिँ आएको छौँ एकदमै मइसक्यो स्विमिङ फेयर हेभनमा एकदम सुन्दर ठाउँ छ एकदमै रमाइलो तपाईहरु पनि आउन सक्नुहुन्छ बोटहरू एकदमै राम्रो परमेश्वरको सृष्टि कति रमाइलो हेर्न पाउँदा देख्न पाउँदा खुसी लाग्छ घुमाएर पो छ त मान्छे धेरै बेला पल्टिजान्छ ला 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 कहाँ गुम्लो मान्छे कहाँ पाउँछ भनेर विचार गरिरहेको थियो होला कि आमा हेर डरै पो गर्दो रहेछ त होला नि वरिपरि घुमाएर गर्दछ गएर चाहिँ बिसाएको सबै बसिरहेको छ म त स्विमिङको माहेकले नि उनीहरू स्विमिङ खेल्छ नि त पोहोर हो पोहोर अर्कै कुरा गरेको जस्तीको होइन आएको छैन अरे सिल त आमा त्यता त जाने यतिमै आउँथ्यो ख्याल उडेर अनि त्यहाँ छेउमा त अब घुम्नु आएर मै तर्छु यार अहिले जसोको रस अर्कालाई डर
ला पानीमा पसी गएको होइन चराहरू कता उनीहरू त फोटो खिच्नु थाल्यो त्यसो गर्दैन आमा बाउ आमालाई साह्रो टेन्सन लाग्यो अरे फोटो देखाउनु अरे के गर्छ तिमी अगाडि आउन सेट भाइ हाम्रोमा अघि निधाएर सबै फर्किँदैछौँ हामी सिटी बजाउँदै सुसिला मार्दै हिँड्ने जग्गा रहेछ अब हामी चाहिँ फोटो सोटो खिचेर लाग्यौँ फर्किँदैछौँ नानीहरू चाहिँ गाडीमै सुतेर आउनु सकेन यस्तो राम्रो ठाउँ छ चुल्के घाम सबै फर्किँदैछौँ सक्नुहुन्छ जलेले घाम एकदमै आजको पिकनिक रमाइलो भयो परमेश्वरलाई धन्यवाद भएको होस् अनि सबै सृष्टि गर्नुहुने परमेश्वरलाई धन्यवाद सक्नुहुन्छ बोटु जोत्नु भइरहेको छ बाटो लागिसक्यो यसरी भन्दा अस्ताउनै आँटे है देख्ने आकाशहरू धुम्म भइसकेको छ माछा मार्नेर मारिरहेको छ अस्ति हामी युथको पिकनिकमा पनि यस्तै आएको थियौँ है यस्तो दामी बिटा यो इन्द्रेणी बसेको हो कस्तो दामी आँखाको सुन्दरता परमेश्वरले बनाउनु भएको के जम्मे भइरहेको छ ठुला हाँस खेलिरहेको छ यहाँ डुब्दै के खानु खोजेको माछा खानु खोजेको खोज्दै खाइरहेको छ एक्लै छ अरू कता छ
माछा खोजेको या कति बेर डुबेको हामी माछा खोजेर खाएको छ माछा अब सास पर्यो फर्केको साथीहरू यहाँ चाहिँ अति नै सुन्दर फुल मलाई चाहिँ फुल चाहिँ साह्रै मनपर्छ एकदमै राम्रो फुल छ खोलाको छेउमा लह 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 हल्लिरहेको छ कति राम्रो फुल पहिल्यै फुलिरहेको छ चराहरू फर्किँदैछ यो चाहिँ हाम्रो हाम्रो कुसुम भाउजूको युट्युब च्यानल हो सबैजनाले हैन तलको बेल बटन ट्याक्क हानिदिनु होला अनि चाहिँ सब्स्क्राइब पनि गरिदिनु होला धन्यवाद वेलकम धन्यवाद गुड नाइट वेलकम टु भोलिमा जो भाइ कलेजको प्रिन्सिपललाई फोटो चाहिँ यता राम्रो आउँदो रहेछ नि त डमर अघि गाडीमा पस्छ क्या अब चाहिँ हामी घर फर्क्यौँ घर फर्किँदैछौँ है हामी चाहिँ जोसेफ पनि सुत्यो गले चाहिँ स्विमिङ खेलेर घर फर्किँदैछौँ साथीहरू फर्किँदैछौँ है साथीहरू धन्यवाद हेरिदिनु भएको लागि सब्सक्राइब गर्नु नबिर्सिनु होला है साथीहरू